एमबिएस थर्ड सेमिस्टरमा कुन सब्जेक्ट चुज गर्ने यसमा चाहिँ कन्फ्युजन भयो, क्लियर गराइदिनुहोस् भनेर मेसेज गर्नुभएको छ। थर्ड सेमिस्टरबाट अब तपाईँले स्पेसलाइजेसनमा कुन सब्जेक्ट अध्ययन गर्ने हो त्यसमै चाहिँ चुज गरेर अगाडि बढ्नु पऱ्यो। जस्तो फोर्थ सेमिस्टरमा गइसकेपछि अहिले थर्डमा तपाईँले जे चुज गर्नुभयो नि त्यसकै आधारमा फेरि फोर्थमा पनि चाहिँ चुज गरेर अगाडि बढ्ने हो। अब यसमा मेन चाहिँ फाइनान्स ग्रुप अध्ययन गर्ने कि अकाउन्ट ग्रुप अध्ययन गर्ने कि अरू जनरल म्यानेजमेन्ट या मार्केटिङ ग्रुप अध्ययन गर्ने भन्ने बारेमा चाहिँ तपाईँको चासो हो। अब यसमा भोलिको करियर ग्रोथको कुरामा या भोलि करियर अपर्च्युनिटीको कुरामा तपाईँले बुझ्ने के बुझ्नुहोस् भने जनरली चाहिँ यो सब्जेक्ट राम्रो र यो सब्जेक्ट नराम्रो भन्ने कुनै पनि छैन। अकाउन्ट एकदमै राम्रो, फाइनान्स झनै राम्रो, नर्मल चाहिँ थ्योरी सब्जेक्टहरू झनै राम्रो। अब यसमा चाहिँ तपाईँ आफू अहिले कहाँ हुनुहुन्छ त्यो कुरा चाहिँ ध्यान दिनुहोस्। जस्तो तपाईँले टिचिङ फिल्डमा जान चाहनुहुन्छ भने अब आफ्नो जुन क्षेत्र हो त्यो चाहिँ एउटा समात्नु पर्यो। त्यो बाहेकको क्षेत्रमा अकाउन्ट पढेको र फाइनान्स पढेको त्यति धेरै डेभिएसन छैन। अब यसमा सहजता के हुन्छ भन्ने कुरामा जनरली अकाउन्टको रिसोर्सहरूको पनि अलिकति अभाव नै देखिन्छ। किन भन्दाखेरि अकाउन्ट पढ्ने विद्यार्थीहरू कम हुनुहुन्छ, त्यसले गर्दा अकाउन्टको रिसोर्सेसहरू अलिकति फाइनान्सको तुलनामा कम पाइन्छ। ट्युसन क्लासकै कुरा गर्नुभयो भने पनि त्यहीमा पनि है त्यो भइहाल्यो। अनि थ्योरी पढे हुँदैन र थ्योरी पनि बवाल भइहाल्छ, त्यसमा केही छैन। अब यसमा कुन सब्जेक्ट चुज गर्ने भनेर तपाईँले अर्कोलाई सोध्नुभन्दा पनि म अहिले कहाँ छु अनि यसलाई चाहिँ केले सहयोग पुग्छ भन्ने कुरा चाहिँ ध्यान दिनु होला। जस्तो तपाईँले कुनै कम्पनीको सफ्टवेयरमा काम गर्दै हुनुहुन्छ, अकाउन्टिङ टुल्सहरू युज गरेर अनि अब त्यसको तपाईँले ब्यालेन्स सिट, इन्कम स्टेटमेन्ट एन्ड फर्दर अकाउन्टिङ स्टेटमेन्टहरू तयार गर्नु जागिर छ। अब तपाईँले फाइनान्सभन्दा अकाउन्ट पढ्नु बेटर होला, होइन? अब होइन फाइनान्सको तपाईँले नर्मल क्यालकुलेसन गर्ने हो, मास्टर्सको डिग्री चाहिएको छ भने फाइनान्स पढ्दा भइहाल्यो। या राम्रो मार्क्स चाहिएको छ भने अकाउन्टको तुलनामा फाइनान्समा केही चाहिँ अलिकति बढी मार्क्स आउन सक्ने सम्भावना हुन्छ। किनभने अकाउन्टमा प्रोसेसको मार्क्स आउने हो, फाइनान्समा यदि मिलेको खण्डमा त ट्याक मार्क्स आउने हो, होइन? यिनी कुराहरू छन्। अब यो आफैमा पनि अन्तिममा फेरि मैले यो सब्जेक्ट चुज गर्नुहोस् र त्यो सब्जेक्ट चुज गर्नुहोस् भन्न मिल्दैन। तपाईँको आफ्नो स्वविवेकले कुन भन्छ, तपाईँ अहिले कहाँनिर हुनुहुन्छ र त्यसको आधारमा हजुरले डिसिसन लिनु होला, है त? र यही जानकारी थियो। अनि त्यसरी त म अझै पनि क्लियर भएन के गर्ने भन्ने कुरामा। यो अर्कोलाई सोधेर अनि मैले भन्ने कुरै होइन। जस्तो मैले भन्दै गर्दा तपाईँ अहिले कहाँ हुनुहुन्छ र कहाँ जान चाहनुहुन्छ त्यसको आधारमा डिसिसन लिनु होला, है त? हस्। अनि अरू कुनै पनि जिज्ञासा भयो भने हजुरले मजाले कमेन्टमा राख्नु होला या हामीलाई डाइरेक्ट टेक्स्ट गर्दा पनि हुन्छ। हस्, बाई बाई, नमस्कार।